सुदूरपश्चिमका सबै जिल्लाहरूको परिचय दिँदै गर्दा आज दार्चुला जिल्लाको परिचय दिँदैछौं साथीहरू। दार्चुला जिल्लाको नाम दार्चुला कसरी रहन गयो? यो जिल्लामा पर्ने कतिवटा धार्मिक स्थल छन्, मठ मन्दिर, मुख्य नदी, यहाँको जनघनत्व र कतिवटा नगरपालिका र गाउँपालिका छन्। दार्चुला जिल्लाको क्षेत्रफल कति हो? दार्चुला जिल्लाको समग्र परिचय सहित यी र यस्तै हरेक विविध विषयमा रहेर आजको भिडियोमा तपाईलाई जानकारी गराउनेछौं। कृपया भिडियो अन्तिमसम्म हेरेर साथ दिनुहोला। अनि भिडियो राम्रो लाग्यो भने सबैसम्म पुगाएर हामीलाई थप हौसला प्रदान गर्नुहुनेछ भन्ने हजुरहरूप्रति विश्वास गर्दै लागौं आजको विशेष जानकारी बोकेको भिडियो तर्फ। यार्सा गुम्बा, डोल जस्ता बहुमूल्य हिमाली जडीबुटीहरूको भण्डार नै मानिन्छ दार्चुला जिल्ला र यस जिल्लामा थुप्रै पर्यटकीय स्थल र मठ मन्दिर रहेका छन्। अपी हिमाल, लिपुलेक, उकु, सुर्मा सरोवर, खण्डेश्वरी शिखर, मालिकार्जुन धाम, हुनैनाथ मन्दिर, लटिनाथ मन्दिर, जयपुर, रिठा चौपता, मर्मा, दुर्गा भवानी, लेकम, बन्तोली मन्दिर, गोकुलेश्वर शिव मन्दिर, महलको भग्नाशेष देवल, कैलाशमान सरोवर जाने मार्ग जस्ता धार्मिक मठ मन्दिर र पर्यटकीय स्थल रहेका छन्। नेपालको सुदूरपश्चिमाञ्चल प्रदेश अन्तर्गत 9 जिल्लाहरू मध्ये एउटा सिक्कै महत्व बोकेको जिल्ला हो दार्चुला। एसियाका दुई शक्तिशाली राष्ट्र भारत र चीनको सिमानासँग जोडिएको दार्चुला जिल्लाको नामाकरण सम्बन्धमा दार्चुला कसरी रहन गयो भन्ने विषयमा कुनै लिखित प्रमाण प्राप्त नभए तापनि विभिन्न किंवदन्तीहरू सुन्न पाइन्छन्। दार्चुला शब्द उच्चारण गर्दा दार्चुला भए पनि स्थानीय भाषाको दुईवटा शब्द धार र चुलाबाट विकसित भएको हो। स्थानीय भाषामा धारको अर्थ पहाडको अग्लो चुचुरो र चुलाको अर्थ चुल्हो हुन्छ। यस भेगमा खाना पकाउन प्रयोग गरिने चुल्होहरू प्राय एक समानका 3वटा ढुङ्गाहरूमा माटो पोतेर चुचुरोको आकारमा बनेका हुन्छन्। यसरी तीनैतिर चुचुरो धार जस्तो चुल्हो बनाई खाना पकाउने ठाउँ जस्तो भएकोले धारचुला नाम रहेको र दार्चुला शब्दको अपभ्रंश भई त्यसपछि दार्चुला बन्न गएको हो भन्ने जनविश्वास रहि आएको छ। 2078 सालको जनगणना अनुसार 64,424 पुरुष र 68,886 महिला गरी जम्मा 1,33,310 जनसंख्या रहेको छ। 2,782.28 वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यो जिल्ला स्थानीय तह पुनर्संरचना आयोगले 1 प्रतिनिधि सभा सदस्य अनि 2 प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र छन्। महाकाली र शैलेशगर गरी 2वटा नगरपालिका र मालिकार्जुन, अपी हिमाल, दुहु, नौगाड, मर्मा, लेकम, ब्यास गरी 7वटा गाउँपालिकामा विभाजन गरेको छ। समेलिया र महाकाली दार्चुलाबाट बग्ने मुख्य नदी हुन्। दार्चुलाको सदरमुकाम भने खलङ्गा रहेको छ। हामी यस्तै जानकारीमूलक भिडियो लिएर आउने गर्छौं। अब हामी अर्को जानकारीमूलक भिडियो बनाएर तपाई समक्ष ल्याउने नै छौं। प्रतिभा अनलाइन खबरलाई लाइक, शेयर, फलो गरी विभिन्न